हेलो नमस्ते। अटिजममा धेरै अवस्थाहरू बुझ्न र पोजिटिभ चेन्जेसहरू ल्याउन हामीले बेसिक कुराबाट सुरु गर्नुपर्छ। त्यो बेसिक भनेको प्रिमिटिभ रिफ्लेक्सेस हो। प्रिमिटिभ रिफ्लेक्सेस भनेको बच्चामा जन्मेदेखि हुने अटोमेटिक मुभमेन्ट्स हुन् जुन सामान्यतः 4 महिनादेखि 12 महिनाभित्र हराउँदै जानुपर्छ। तर धेरै अटिजम भएका बच्चाहरूमा यी रिफ्लेक्सेसहरू सबै रूपमा इन्टिग्रेट भएको हुँदैन, जसले गर्दा डेभलपमेन्टल चेन्जेसहरूमा अब्स्ट्याकल्स आउन सक्छ। सो हेल्थ केयर प्रोफेसनल्सहरूले पेरेन्ट्सलाई यसको बारेमा अनि यसले गर्दा कन्सिक्वेन्सेस आउने अनि कसरी इन्टिग्रेट गर्न सकिने भन्ने उपायहरू चाहिँ पेरेन्ट्सहरूलाई सिकाउन जरुरी छ। यो भिडियोमा मैले मेकअप ब्रसको पछाडिको भाग प्रयोग गरेर मेरो छोराको हातमा क्रस प्याटर्नमा टच गरेको छु। यसलाई पाल्मर ग्र्याप्स एक्टिभिटी भनिन्छ। पाल्मर ग्र्याप्स रिफ्लेक्स लास्ट 6 महिनादेखि दिनको 2-3 पटक लगातार यो एक्टिभिटी मैले गरिरहेकी छु। सो यसले गर्दा अहिले मेरो छोराले फोर्क स्पुन समात्न जान्यो, ढोकाको साँचो लगाउन जानेको छ, नेल कटिङ गर्न सजिलो भएको छ, जिपर लाउन, बटनहरू लगाउन, अरू धेरै कुरा सिकेको छ। सो हामीले सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिने रहेछ। तपाईहरु पनि प्लिज प्रयास गर्नु होला।